ऱ्यापिड स्प्यानिङ ट्री प्रोटोकल हैन भनेको एसटिपी के हो त भन्दाखेरि इम्प्रुभ भर्जन हो हैन एसटिपी आरएसटिपी चाहिँ के छ भन्दाखेरि 802.1W ले डिफाइन गरेको छ हैन एन्ड कन्सिडर एन इम्प्रुभ भर्सन अफ 802.1D हैन 802.1D भनेको के थियो 802.1D भनेको एसटिपी थियो हैन यो एसटिपी को के हो त भन्दाखेरि रिवाइज भर्सन भयो आरएसटिपी हैन बोथ भर्सन शेयर मेनी फिचर एन्ड फङ्सन्स भन्नुको मतलब एसटिपी सँग जे थियो यिनीहरुसँग नि सबै त्यही नै हो मेनी हैन त्यसले पनि पावर भिल्यान सपोर्ट गर्छ एसटिपीले पनि पावर भिल्यान सपोर्ट गर्थ्यो भने यसले पनि पावर भिल्यानै सपोर्ट गर्ने हो हैन अब सिस्कोले चाहिँ के गरेको छ त फेरि भन्दाखेरि सिस्कोले पनि एसटिपी हामीले आरएसटिपी भनेर भने पनि सिस्कोमा बाइ डिफल्ट युज गर्दाखेरि चाहिँ आरएसटिपी चाहिँ उसले सिस्कोले चाहिँ के गरेको छ भन्दाखेरि उसँग 802.1D सँग 1W सँग सपोर्ट हुने गरी कम्प्याटेबल हुने गरी अथवा आरएसटिपी सँग कम्प्याटेबल हुने गरी सिस्कोले चाहिँ के गरेको छ भन्दा ऱ्यापिड पिबिएसटी भनेर बनाएको छ हैन ऱ्यापिड पावर भिल्यान स्प्यानिङ ट्री है पिबिएसटी भनेको चाहिँ पावर भिल्यान स्प्यानिङ ट्री प्लस अथवा ऱ्यापिड पिबिएसटी भनेर भन्छ र जे भने नि हाम्रो के हो भन्दाखेरि अहिले हाम्रो ल्याङ्ग्वेजमा चाहिँ सिस्कोले के भन्छ भन्दाखेरि ऱ्यापिड पिबिएसटी भनेर भन्छ र अहिले हामीले गरिरहेको के थियो सिस्कोमा पिबिएसटी थियो हैन हामीले सो चाहिँ कमान्ड हानेर हेरेको पनि त अस्ति हामीले आइई भनेर देखाउँछ स्प्यानिङ गरेर हेर्दाखेरि मैले एउटा पाइपलाइन कमान्ड राखेर देखाएको थिएँ तपाईहरुलाई जतिवटा स्विच जसरी देखाए नि भयो सो रन हैन पाइपलाइन इन्क्लुड एसपीएन पिबिएसटी मोड छ नि त यहाँ हाम्रो हैन पिबिएसटी हो हाम्रो चाहिँ अब के छ त भन्दाखेरि हामी चाहिँ पिबिएसटी होइन कि अब ऱ्यापिड पिबिएसटी को कुरा गर्दैछौँ हामी अथवा ऱ्यापिड स्प्यानिङ ट्री को कुरा गर्दैछौँ ओके त के छ त भन्दाखेरि सिस्कोले पिबिएसटी भन्छ भनेदेखि तपाईको चाहिँ के छ भन्दाखेरि ऱ्यापिड ट्री स्प्यानिङ प्रोटोकल जुन आयो इन्डस्ट्री स्ट्यान्डर्ड छ त्यो चाहिँ के हो त आरएसटिपी हो अब यसमा के छ त भन्दाखेरि तपाईको चाहिँ पेन निकाल्नु म यसो अलिअलि डिस्कस गर्नलाई अब बेसिकली यसमा तपाईको चाहिँ एसटिपी र पोर्ट रोल हामीले त हेरिसक्यो पोर्ट रोलको बारे त हामीलाई थाहा भइसकेको छ एसटिपीमा हाम्रो चाहिँ रुट पोर्ट हुन्थ्यो डेजिनेटेड पोर्ट हुन्थ्यो र ब्लक पोर्ट हुन्थ्यो हैन हाम्रो एउटै स्विचमा दुईतिर जानु छ भनेदेखि एउटा स्विच चाहिँ रुट पोर्टमा जानको लागि रुट पोर्ट हुन्थ्यो भने अर्को डेजिनेटेड पोर्ट हुन्थ्यो त्यसपछि गएर अर्को चाहिँ ब्लक पोर्टमा हुन्थ्यो भने तपाईको आरएसटिपीमा चाहिँ के छ एउटा रुट पोर्ट त रुट पोर्टै भइहाल्यो डेजिनेटेड भइहाल्यो ब्लक पोर्टलाई चाहिँ दुईटा हुन्छ एउटा अल्टरनेट पोर्ट मानेर बस्छ हैन अल्टरनेट पोर्ट भनेको के हो त ब्याकअप पोर्ट भयो जुन तपाईको चाहिँ रुट पोर्ट चाहिँ डाउन हुने बित्तिकै यसलाई चाहिँ एक्टिभ गराएर चाहिँ जान्छ अर्को ब्याकअप पोर्ट भन्छ हैन यहाँनिर पनि भनेको छ सेकेन्ड बेस्ट रुट पोर्ट टु दि ब्रिज स्विच हाम्रो मेन स्विचमा जानको लागि चाहिँ के हो त भन्दाखेरि सेकेन्ड बेस्ट पाथ भयो हामीले चाहिँ हामीले हिजो हेरेको थियौँ नि हैन यसरी हामीसँग दुईटा स्विच छ यसमा चाहिँ तपाईको के छ त भन्दाखेरि दुईटा इन्टरफेस कनेक्टेड भएको छ भने एउटा स्विच चाहिँ के हुन्छ त भन्दाखेरि रुट पोर्ट भनेर बस्छ हैन एउटा स्विच चाहिँ रुट ब्रिज भइहाल्यो हाम्रो यो ब्रिज स्विच भइहाल्यो मानौ यसलाई ब्रिज स्विच मानौ भने अब अर्कोपट्टि ब्रिज स्विचमा त तपाईको रुट पोर्ट हुँदैन भने यही स्विचको अर्कोपट्टि चाहिँ के हुन्छ त एउटा पोर्ट चाहिँ रुट पोर्ट भएर बस्छ हैन त्यसपछि गएर अर्को चाहिँ के भएर बस्छ त भन्दाखेरि अल्टरनेट पोर्ट भएर बस्छ जुन ब्लक मोडमा हुन्छ भने यसमा चाहिँ के हुन्छ त भन्दाखेरि अल्टरनेट पोर्टमा पनि तपाईको दुईटा एउटा अल्टरनेट पोर्ट हुने भयो जुन चाहिँ के भन्छ त भन्दाखेरि सेकेन्ड बेस्ट रुट पोर्ट टु दि रुट ब्रिज तपाईको रुट ब्रिजको लागि दुईटा चाहिँ रुट ब्रिज जानको लागि चाहिँ सेकेन्ड बेस्ट पोर्ट भयो र अर्को ब्याकअप पोर्ट भनेर हुन्छ अर्को ब्याकअप पोर्ट इज सुइटेबल टु दि सेम ल्यान्ड सेगमेन्ट अवे फ्रम द रुट ब्रिज भनेको के त भन्दाखेरि यहाँ अर्को स्विच छ मान्नु यहाँ अर्को स्विच पनि छ तपाईको अर्को स्विचसँग कनेक्टेड भएको छ भनेदेखि चाहिँ त्यो चाहिँ पोर्टलाई चाहिँ के भन्छ त भन्दाखेरि जुन ब्याकअप बनाएर बसेको अर्को पोर्ट छ त्यसलाई चाहिँ ब्याकअप पोर्ट भनेर डिफाइन गरेको हुन्छ भनेर अर्को स्विचमा कनेक्टिभिटी हुनको लागि यसरी चाहिँ के छ त भन्दाखेरि पोर्टको रोलहरू चाहिँ चार तरिकाले डिफाइन गरेको छ अर्को आरएसटिपीमा चाहिँ नयाँ पोर्ट फिचर पनि एड भएको छ एउटा एज पोर्ट भन्छ एज पोर्ट भनेर भन्छ एज पोर्ट भनेको चाहिँ एज पोर्ट डजन्ट क्रिएट स्विपिङ लूप दिस पोर्ट डजन्ट पार्टिसिपेट इन आरएसटिपी यो एज पोर्ट तपाईँले बनाउनु भयो कुनै पनि पोर्टलाई एज पोर्ट बनाउनु भयो भनेदेखि यो पोर्ट चाहिँ इन डिभाइस कनेक्ट गर्नलाई हो
जस्तो मान्नुहोस् कि तपाईँको कुनै पनि पिसी कनेक्ट गर्दै हुनुहुन्छ अथवा ल्यापटप कनेक्ट गर्दै हुनुहुन्छ भने त्यो आरएसटिपीमा चाहिँ तपाईँको पार्टिसिपेट हुन जरुरी छ त? छैन नि त। किन पार्टिसिपेट हुने? किनभने त्यो त स्विच हुँदै होइन। स्विच हुँदाखेरि पो आरएसटिपीको कुरा आउँछ, कुन चाहिँ स्विच रुट हुने, कुन चाहिँ स्विच चाहिँ तपाईँको चाहिँ अल्टरनेट भएर बस्ने अब भनेर लुप फ्री नेटवर्क गर्नलाई नै हो। अब तपाईँको चाहिँ के छ भन्दाखेरि तपाईँले चाहिँ पिसी कनेक्ट गर्नुहुन्छ भने अन्नेसरी तपाईँको एक त टाइमको चाहिँ प्रब्लम आयो त्यहाँ। हामीले त हिजो टाइम साइकल त पढेको थियौँ नि त होइन। तपाईँको एउटा पोर्ट चाहिँ एउटा चाहिँ तपाईँको फरवर्ड स्टेटमा जानलाई फरवर्ड स्टेटमा नगए त त्यसले काम गर्दैन। फरवर्ड स्टेटमा नगइकन चाहिँ त एक्टिभ हुँदैन। भनेदेखि तपाईँको के छ त भन्दाखेरि त्यो फरवर्ड स्टेटमा पुग्नलाई कति सेकेन्ड लाग्छ अरे? 50 सेकेन्ड लाग्छ। हिजो हामीले हेरेको थियौँ नि इनिसियल म्याक्स एज भनेर 20 सेकेन्ड हुन्छ, जुन बिपिडियूले हरेक 20 सेकेन्डमा इनेबल गरिरहेको हुन्छ। हरेक 2 सेकेन्डमा बिपिडियू पठाइरहेको हुन्छ। त्यसपछि तपाईँ केमा जान्छ भन्दाखेरि लिसनिङमा जान्छ, त्यसपछि लर्निङमा जान्छ, त्यसपछि फरवर्डिङमा जान्छ। यो सबै स्टेप के छ भन्दाखेरि 50 सेकेन्डको हुन्छ। भने तपाईँले कुनै एउटा कम्प्युटर कनेक्ट गर्नुभएको छ भने 50 सेकेन्ड किन लगाउने भनेर तपाईँको एउटा चाहिँ तपाईँको के छ त नयाँ टर्म्स टेक्नोलोजी डेभलप भएको छ आरएसटिपीमा होइन। त्यो चाहिँ के हो त एज पोर्ट हो। यसमा के गर्छ त भन्दाखेरि इन डिभाइस मात्र कनेक्ट हुन्छ होइन। अब यसले चाहिँ के त यो बेसिकल्ली स्विचिङ लुकहरूको लागि होइन र यो जुन पोर्ट तपाईँले एज पोर्ट बनाउनुहुन्छ भनेदेखि त्यो चाहिँ केमा त आरएसटिपीमा चाहिँ पार्टिसिपेट हुँदैन, त्यो चाहिँ इन्डिभिजुअल भयो। भन्नुको मतलब के रहेछ भन्दाखेरि तपाईँको कुनै पनि चाहिँ तपाईँले कम्प्युटर कनेक्ट गर्दै हुनुहुन्छ अथवा इन डिभाइसेसहरू कनेक्ट गर्दै हुनुहुन्छ भनेदेखि त्यसलाई तपाईँले चाहिँ एज पोर्ट बनाउँदा हुन्छ। त्यसलाई तपाईँले डिफल्ट पोर्टमा छोड्नु पर्दैन। अर्को पोइन्ट टु पोइन्ट भन्ने टर्म्स छ, त्यो चाहिँ बेसिकल्ली अब कुनै पनि चाहिँ नेटवर्क चाहिँ फुल डुप्लेक्समा रनिङ छ भने त्यसलाई चाहिँ पोइन्ट टु पोइन्ट भन्छ र कुनै पनि चाहिँ हाफ डुप्लेक्समा रनिङ छ भनेदेखि यो चाहिँ तपाईँको बेसिकल्ली आरएसटिपीले सपोर्ट गर्दैन। फुल डुप्लेक्स र हाफ डुप्लेक्स थाहा छ नि तपाईँलाई होइन। फुल डुप्लेक्स भनेको सेन्ड एन्ड रिसिभ बोथ एट अ टाइम गर्न सक्छ भने त्यो फुल डुप्लेक्स भयो होइन। हाफ डुप्लेक्स भनेको के हो भन्दाखेरि एकचोटिमा रिसिभ गर्छ सेन्ड गर्न सक्दैन, भन्नाले वान वे ट्राफिक मात्र म्यानेज गर्छ भने त्यो चाहिँ हाफ डुप्लेक्स भयो। त्यो भनेको पहिलाको टेक्नोलोजी थियो, जुन चाहिँ हब हामीले युज गर्थ्यौँ त्यो बेलाको टेक्नोलोजीमा भयो हाफ डुप्लेक्स भनेको। अब अहिले हाफ डुप्लेक्सको कन्सेप्ट त पाइँदैन। यसलाई अहिले हामी हेरौँला। पोर्ट स्टेटमा नै हेरौँ हाम्रो। पोर्ट स्टेट हाम्रो के छ भन्दाखेरि एसटिपी हाम्रो जुन त्यसमा चाहिँ फरवर्डिङ स्टेजमा लास्टमा गएर फरवर्डिङ स्टेजमा जान्थ्यो होइन। त्यसपछि गएर लर्निङ स्टेज छँदै थियो होइन। अनि त्यसपछि गएर लिसनिङ ब्लकिङ डिजेबल भन्ने स्टेप छ। यो तिनवटा स्टेप जुन पोर्ट स्टेट चाहिँ एसटिपीमा थियो यसमा चाहिँ आरएसटिपीमा आएर के भयो त डिस्कार्डिङमा गयो। भन्ने बित्तिकै के भयो त टाइम कम भयो यहाँ। अब हेर्नुहोस् होइन, लिसनिङ स्टेटको 15 सेकेन्ड लाग्थ्यो नि त, त्यो कम भइहाल्यो होइन। यसरी चाहिँ तपाईँ के छ भन्दाखेरि पोर्ट स्टेट चाहिँ आरएसटिपीमा आएर चाहिँ सिर्फ 3टा मात्र भएको छ है। त्यो कुराहरू चाहिँ डिफ्रेन्ट भएको छ। अब यहाँनिर हेर्नुहोस् मेन डिफ्रेन्ट आरएसटिपीमा के छ त होइन। जुन बिपिडियूले चाहिँ टाइम चाहिँ लगाउँथ्यो आफ्नो नेटवर्क चाहिँ जेनेरेट गर्नको लागि, म्याक्स एज 20 सेकेन्ड थियो हाम्रो उसमा एसटिपीमा भने यसमा चाहिँ 6 सेकेन्ड भन्छ अथवा त्योभन्दा कम भन्छ होइन। कुनै एउटा लिङ्क डाउन भयो भनेदेखि 20 सेकेन्डसम्म चाहिँ 10 चोटि हेलो बिपिडियू सुनेर बस्थ्यो भनौँ न। भन्नुको मतलब के त भने 20 सेकेन्डसम्म चाहिँ हेलो बिपिडियूले चाहिँ तपाईँको चाहिँ लिङ्क चाहिँ एक्टिभ छैन भनेर मेसेज आयो मात्र चेन्ज हुन्थ्यो भने यसमा 6 सेकेन्डमै। यसमा डिले फरवर्ड भन्ने 15 सेकेन्ड थियो एसटिपीमा भनेदेखि यसमा 0 छ होइन। अनि त्यसपछि डिले फरवर्ड लर्निङ स्टेजमा लिसनिङ स्टेटमा 15 थियो, लर्निङ स्टेटमा 15 थियो भने यसमा 0 छ। भनेपछि तपाईँ के छ भन्दाखेरि यसमा एउटा लिङ्क एक्टिभ गर्नको लागि चाहिँ 50 सेकेन्ड लाग्थ्यो डाउन भयो भनेदेखि, भने यसमा 6 सेकेन्ड अथवा त्योभन्दा कम लाग्छ। भन्नुको मतलब कुन बेस्ट रहेछ? आरएसटिपी। भनेपछि अहिले के छ त भन्दाखेरि बेसिकल्ली तपाईँको स्विचको हो, तपाईँले स्विच ल्याउनु भयो, तपाईँले डिफल्ट चाहिँ एसटिपी नै छोड्नुभयो नि हाम्रो यो भयो टाइमिङ 50 सेकेन्ड भयो होइन। अब हाम्रो के छ भन्दाखेरि होइन तपाईँले त्यसलाई चाहिँ आरएसटिपीमा कन्फिगर गरिदिनुहुन्छ भने 6 सेकेन्डमै के हुने रहेछ त लिङ्क ब्याकमा हुने रहेछ। लिसनिङ मोड फरवर्डिङ लर्निङ मोडै तपाईँको के हुनु नहुने भयो यसमा। त्यसरी भनौँ न तपाईँले चाहिँ ट्र्याक गर्न सक्नु भएन। हिजो हामीले के गर्थ्यौँ त भन्दाखेरि कमान्ड युज गरेर हामीले ट्र्याक गरेर हेर्न सक्थ्यौँ यो पोर्ट चाहिँ यो मोडमा रहेछ, यो पोर्ट चाहिँ यो मोडमा रहेछ भनेर। अब हाम्रो यसरी ट्र्याक गर्ने यहाँनिर छैन। हाम्रो डाइरेक्टली केमा जान्छ त भन्दाखेरि त्यो पोर्ट चाहिँ फरवर्डिङ मोडमा एकैचोटि जाइदिन्छ, जुन चाहिँ तपाईँको 6 सेकेन्डभन्दा बढी लाग्दैन। म्याक्सिमम् चाहिँ 6 सेकेन्डमै हाम्रो चाहिँ चेन्ज हुने भयो। भन्नाले के रहेछ भन्दाखेरि आरएसटिपी नै बेस्ट रहेछ होइन। त्यसैले हामीले के गर्छौँ भन्दाखेरि स्विच पोर्टमा चाहिँ हामीले के गर्छौँ, स्विचमा चाहिँ हामीले के गर्छौँ त अहिले मोड चाहिँ आरएसटिपी चाहिँ इनेबल गर्छौँ होइन। र सबै स्विचले सपोर्ट नगर्न नि सक्छ, तर अहिलेको स्विचहरू सबैले आरएसटिपी सपोर्ट गर्छ। ओके, अब हाम्रो चाहिँ कसरी गर्ने, अब अरू केही हेर्नु भयो, अरू सबै टर्म्स त्यही हो हाम्रो। यहाँनिर जाउँ होइन।
अब यो स्विचमा हेरौँ हामीले के त यो हाम्रो पिबिएसटी मोडमा रहेछ। अब हामीले यो स्विचको चाहिँ के गर्नु पर्यो आरएसटिपीमा चेन्ज गर्नु पर्यो भनेदेखि ग्लोबल कन्फिगरेसन मोडमा गर्ने हो। कन्फिगरेसन टर्मिनल हैन स्प्यानिङ ट्री भनेर हामीसँग छँदैछ। यहाँ वाट गरेर हेरौँ हामीले हाम्रो के छ भन्दाखेरि मोड छ स्प्यानिङ ट्री अपरेटिङ मोड हो यो भयो। हामी के गर्छौँ त मोड गर्छौँ हैन त्यसपछि गएर चाहिँ हामीले फेरि हेरौँ हाम्रो अहिले के छ त पिबिएसटी छ हाम्रो रन भइरहेको पिबिएसटी हो पर भिलाइन स्प्यानिङ ट्री मोड। हामीले के गर्नु पर्यो त ऱ्यापिड पिबिएसटी गर्नु पर्यो भनेपछि हामीले के गर्नु त ऱ्यापिड पिबिएसटी बस यति हो हैन। प्रत्येक स्विचमा तपाईँले के गरिदिनुहोस् ऱ्यापिड पिबिएसटी रन गरिदिनुहोस्। ओके यो स्विचमा भयो हैन। तपाईँको ट्र्याकिङ गरेर हेर्ने एकदमै इनेबल कन्फिगर टर्मिनल हैन स्प्यानिङ ट्री हैन त्यसपछि गएर मोड ऱ्यापिड पिबिएसटी हो इन गरौँ। तपाईँको चाहिँ रुट स्विच क्यालकुलेसन गर्ने तरिका कुनलाई रुट स्विच बनाउने सबै चाहिँ त्यही हो कन्सेप्ट। इनेबल कन्फिगर टर्मिनल स्प्यानिङ ट्री मोड ऱ्यापिड पिबिएसटी बस हाम्रो के हो त भन्दाखेरि अब चाहिँ हाम्रो चाहिँ यी सबै मोडहरू चाहिँ केमा जाने भयो त भन्दाखेरि ऱ्यापिड पिबिएसटीमा जाने भयो। सो स्प्यानिङ ट्री भिलान 1 यहाँ हेर्नुहोस् त आरएसटिपी इनेबल भयो यसमा। अब हाम्रो यसमा चाहिँ के छ त भन्दाखेरि तपाईँको चाहिँ एसटिपी मात्र थियो भनेदेखि यहाँ चाहिँ के आउँथ्यो आइई भनेर आउँथ्यो भने अब हाम्रो पिबिएसटी इनेबल गरेपछि हाम्रो के हुन्छ त भन्दाखेरि सो भिलान तपाईँले चाहिँ ट्री भिलान 1 गरेर हेर्नु भनेदेखि तपाईँले यहाँ देख्नुहुन्छ प्रोटोकल चाहिँ आरएसटिपी भनेर देख्नुहुन्छ। ओके यसरी हामीले चाहिँ इनेबल गर्छौँ अरू सबै कन्सेप्ट त्यही भइहाल्यो। अब हाम्रो यहाँनिर चाहिँ हामीलाई चाहिने टर्म्स यहाँ लास्टमा आएर छ पोर्ट फास्ट। अब हाम्रो के छ त भन्दाखेरि पोर्ट फास्ट के हो त पोर्ट फास्ट भनेको तपाईँको नेटवर्क टर्म्समा तपाईँको चाहिँ के छ त भन्दाखेरि जुन एज स्विचहरू छ त्यो एज स्विचहरूले चाहिँ तपाईँको चाहिँ यदि तपाईँको एसटिपी रनिङ छ र तपाईँको चाहिँ त्यो नेटवर्कमा पिसीहरू कनेक्टेड छ अथवा चाहिँ कुनै इन डिभाइसहरू कनेक्टेड छ भनेदेखि तपाईँको के छ त भन्दाखेरि ती डिभाइसेसहरू चाहिँ तपाईँको चाहिँ एसटिपी मोडमा भइरहनु जरुरी छैन। त्यो चाहिँ इनपुटहरू जुन छ त्यो चाहिँ त्यसमा भइरहनु जरुरी छैन भन्नुको मतलब एसटिपीमा भइरहनु जरुरी छैन। किन भन्दाखेरि हाम्रो टाइमिङहरू छ नि त त्यसले डिले गराउँछ हैन। तपाईँको कम्प्युटर स्टार्ट भइसक्छ तपाईँको चाहिँ आइपी नपाइरहेको हुनसक्छ हैन। कुनै कुनै के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ डिएचसिपी सर्भर छ तपाईँसँग मान्नुहोस् तपाईँको चाहिँ रन हुने बित्तिकै चाहिँ कम्प्युटर अन हुने बित्तिकै कहिलेकाहीँ बुटमै पनि त हामी डिएचसिपी सेट गरिरहेको हुन्छौँ। तपाईँको आइपी पाउनु पऱ्यो भनेदेखि तपाईँ कम्प्युटर चाहिँ स्टार्ट भइसक्छ आइपी पाउँदैन होइन। त्यो भयो भने तपाईँ के भयो त नेटवर्कमा प्रब्लम भयो। त्यो भएको हुनाले हामीले के गर्न सक्छौँ भन्दाखेरि होइन when the switch power off or when the device is connected to a port, the port enters to the spanning tree listening state. When the forward delay timer expires, the port enters to the learning state. When the forward delay time expires a second time, the port transited to the forwarded to the blocking state. हाम्रो के छ एउटा प्रोसेस छ नि त्यो त होइन। तपाईँ के त भन्दाखेरि यो सबै प्रोसेसमा नजाओस् भन्नको लागि चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ पोर्ट फास्ट चाहिँ इनेबल गर्छौँ पोर्टमा हैन। यो पनि एउटा के हो त भन्दाखेरि मेकानिजम भयो तपाईँको चाहिँ छिटो पिसीहरू कनेक्टेड गर्नको लागि। यु क्यान युज पोर्ट फास्ट अन द स्विच अर ट्रङ्क पोर्ट द्याट आर कनेक्टेड टु दिस सिङ्गल ओर्केस्ट्रेसन स्विच अर सर्भर टु अलाउ दोज डिभाइसेस टु कनेक्टेड टु द नेटवर्क इमिडिएटली हैन। इन्स्टेड अफ वेटिङ फर द पोर्ट टु ट्रान्जिसन फ्रम द लिसनिङ टु द लर्निङ। भन्नुको मतलब मैले भन्नु खोजेको के हो त भन्दाखेरि तपाईँले चाहिँ कुनै पनि चाहिँ डिभाइसेसहरू कनेक्ट गर्नुभयो स्विच अथवा चाहिँ तपाईँको चाहिँ कम्प्युटरहरू नै कनेक्ट गर्नुभयो भनेदेखि चाहिँ तपाईँले चाहिँ त्यसले टाइम नलियोस् त्यसो एक्टिभ हुनको लागि फरवर्डिङ फेजमा जानको लागि होइन जुन जरुरी नै छैन भनेदेखि त्यसलाई चाहिँ हामीले पोस्ट फास्ट इनेबल गर्न सक्छौँ। तर बेसिकली तपाईँको के छ भन्दाखेरि स्विचहरूमा चाहिँ त्यो स्विचहरू जोडिएको छ भने चाहिँ त्यहाँ चाहिँ युज गरिँदैन होइन। बेसिकली यो चाहिँ इन डिभाइसहरूको लागि मात्र हो। यहाँ चाहिँ भनेको छ पोर्ट फास्ट सुड ओन्ली बी इनेबल अन पोर्ट कनेक्टेड टु अ सिङ्गल होस्ट होइन। सिङ्गल होस्टमा चाहिँ गरिन्छ कनेक्टिङ हब कनेक्टर स्विच ब्रिज एक्सेट्रा टु दिस इन्टरफेस वेन पोर्ट फास्ट इज इनेबल क्यान टेम्पोररी ब्रिजिङ लुप्स। तपाईँ के हुनसक्छ भन्दाखेरि गर्न चाहिँ सकिन्छ नसक्ने होइन तर तपाईँ के हुने भयो त भन्दाखेरि लुपिङको प्रब्लम हुने भयो तपाईँको स्विचिङ लुपहरूको प्रब्लम हुनसक्छ। त्यही भएर हामीले के गर्न सक्छौँ भन्दाखेरि पोर्ट फास्ट इनेबल गर्दाखेरि हामीले बेसिकल्ली इन डिभाइसहरू कनेक्टेड भएको मात्र गर्न सकिन्छ। अब हाम्रो के छ त भन्दाखेरि
हामीले सिस्कोमा पोर्ट फास्ट भने पनि हुन त अहिले नयाँ चाहिँ सिस्को स्विचहरूले नि एजै भन्छ, कुनै स्विचले पोर्ट फास्ट भन्छ, कुनै स्विचले चाहिँ एज भन्छ। अदर भेन्डर जस्तो एचपीहरू छ भने त्यो केसमा चाहिँ एज पोर्ट भनेर भन्छ होइन। जुन चाहिँ तपाईँको इन डिभाइसेसहरू कनेक्ट गरेको हुन्छ त्यसलाई एज पोर्ट भनेर भन्छ भने सिस्कोले चाहिँ पोर्ट फास्ट भन्ने टर्म्समा चाहिँ डिफाइन गरिरहेको हुन्छ हो। भन्नुको मतलब हामीले के गर्न सक्छौँ त, कुनै पनि पिसी कनेक्टेड गर्दैछौँ भने त्यो पोर्टलाई हामीले पोर्ट फास्टमा चाहिँ कन्फिगर गर्नुपर्ने हुन्छ र त्यो चाहिँ बेस्ट प्र्याक्टिस हो। हामीले कसरी कन्फिगर गर्ने, इट इज भेरी इजी एक्चुअली। अब के छ त, अब यहाँ के गरौँ, म एउटा चाहिँ सानो डायग्राम बनाउँछु। हामीसँग एउटा स्विच छ मानौँ, ओके यो स्विच भयो होइन। हामीसँग के छ त भन्दाखेरि एउटा एक्जाम्पलमा हेरौँ, दुईवटा पिसी पनि मानौँ, दुईवटा पिसीलाई चाहिँ हामीले के गरौँ, यो स्विचमा कनेक्ट गरौँ होइन। यो कनेक्ट गरेँ मैले, ओके। अब तपाईँ के छ त भन्दाखेरि मैले एउटा सर्भर पनि राखेँ, सर्भर छ नि मसँग यहाँ, यो सर्भर राखेँ मैले, ओके। यो सर्भरमा मैले के गरेँ भन्दाखेरि यो सर्भरमा मैले नेटवर्क कनेक्ट गरेँ, ओके। यो सर्भरमा मैले के गरेँ, अब के गरेँ भन्दाखेरि यो सर्भरलाई मैले डिएचसिपी बनाएँ मान्नुहोस्, ओके। मैले यहाँनिर यो सर्भरलाई डिएचसिपी बनाउन सक्छु है, हेर्नुहोस् है, यो सर्भर हो। हामीसँग यहाँ सर्भर हुनुको पनि मतलब छ, यत्तिकै राखेको होइन होइन। हरेक चिजको मतलब छ नि त, सर्भर भनेर कि पिक्चर मात्र देखाउन राखेको होइन नि त। अब मैले के गरेँ भन्दाखेरि यो सर्भरमा गएर यहाँ सर्भिसेसमा गएर यो सर्भरलाई मैले डिएचसिपी बनाएँ, ओके। डिएचसिपी बनाउन मिल्छ हामीले यहीँ होइन, हाम्रो डिएचसिपी सर्भरै चाहिँ चाहिँदैन, र थ्योरिकली नै हेर्नुपर्ने भन्ने पनि छैन। मैले के गरेँ, सर्भरलाई अन गरेँ, ओके। यो सर्भिसलाई अन गरेँ, डिएचसिपी भन्ने सर्भिसलाई अन गरेँ होइन। डिफल्ट गेटवे दियौँ हामी, के दिउँ 192.168.0.1 दिउँ, डिएनएस पनि 192.168.0.1 दिउँ। हाम्रो यो सिनारियोमा अहिले यो डिएनएसहरूको जरुरी त छैन, तर पनि मैले राखिदिएको हो। मैले के गरेँ, आइपी एड्रेस 192.168.0.11देखि स्टार्ट गरेँ, सरी 192.168.0.11बाट सुरु गरेर राखिदिएँ मैले। यसको सबनेट मार्क्स राखिदिएँ 255.255.255.0 भनेर मैले राखिदिएँ, ओके। तपाईँ के छ त भन्दाखेरि अब मैले यसलाई सेभ गरेँ होइन। यहाँनिर बस्यो हाम्रो, यहाँनिर रेन्ज बस्यो, मैले डिएचसिपी सर्भर बनाएको है। यहाँनिर हाम्रो सर्भर पुल भनेर बस्यो, यो डिएचसिपी सर्भर भयो हाम्रो, ओके। अब मैले के गरेँ त भन्दाखेरि सर्भरको आइपी त दिनु पऱ्यो नि त, त्यो सर्भरमा त डिएचसिपीले आइपी लिँदैन, सर्भरमा चाहिँ स्ट्याटिक आइपी चाहियो नि त। मैले यो सर्भरमा के गर्छु त, आइपी एड्रेस पनि दिन्छु। डेस्कटपमा जाउँ, यो सर्भरको आइपी एड्रेस मानौँ कि हाम्रो 192.168.0.1, ओके। यो जरुरी छैन, तैपनि फेरि मैले दिइ नै हालेँ 192.168। हाम्रो सेम सफ्टवेयरमा छ, डिएनएसहरू केही एक्सेस गर्नु छैन, यो वास्तवमा जरुरी चाहिँ छैन, ओके। मैले दिएँ भनेपछि मेरो के भयो त भन्दाखेरि यो डिएचसिपी सर्भर भयो हो। अब मेरो इन डिभाइसहरू जुन छ यिनीहरूले चाहिँ आइपी कहाँबाट पाउनु पऱ्यो त, त्यहाँबाट पाउनु पऱ्यो। मैले गएँ आइपी कन्फिग, मेरो इन डिभाइसमा म छु है, आइपी कन्फिग पायो छैन, आइपी कन्फिग /RENEW रिन्यू गरौँ। हाम्रो डिएचसिपीबाट आइपी लिनलाई रिन्यू गर्ने कमान्ड हो नि 192.168.0.2। अहिले 2 किन पाएँ, मैले त रेन्ज त सुरु गरेको उसबाट हो। सर्भरमा जाउँ एकचोटि, सर्भरमा जाउँ, स्टार्ट आइपी 0.11 गरेर यस्तो लाग्थ्यो, होइन रहेछ, ओके। सेभ गरौँ फेरि, सेभ गरौँ फेरि है। स्टार्ट आइपी 11बाट दिएको थिएँ, 11 पाउनुपर्छ। फेरि जाउँ हाम्रो, यसलाई के गरौँ, यो आइपीलाई हटाउँ, आइपी कन्फिग, यो तपाईँको विन्डोजमा युज गर्ने कमान्ड पनि यही नै हो है। आइपी कन्फिग /रिलिज गरौँ, हामीले अगाडि पाएको कमान्ड हटाएर हेरौँ, रिलिज भयो होइन। यहाँनिर छ यो माथिको हेर्ने, यहाँनिर छ, यो रिलिज भयो। अब रिन्यू गरेर हेरौँ, आइपी कन्फिग /रिन्यू गरौँ, रिन्यू हुँदैछ हो। हाम्रो आइपी यो पाएँ। अब मैले देखाउन खोजेको कुरो के हो त भन्दाखेरि, अब हेर्नुहोस् है, अब तपाईँको चाहिँ मैले के गरेँ त भन्दाखेरि मानुस् कि यो मेरो स्विच रिबुट भयो अरे होइन, यो मेरो स्विच रिबुट भयो। यसलाई मैले सट्ट लाएर चाहिँ कमान्ड प्रम्पटमा गएर यो मेरो स्विच चाहिँ रिलोड गरेँ, RELOAD, रिलोड भने त हाम्रो रिबुट हो नि त। कन्फर्म कन्फर्म, ओके। रिलोड गरेँ मैले, मेरो अन भइसक्यो।
अन हुने बित्तिकै डिएचसिपी पाउनु पर्ने हो नि, पाउँदैन। हेर्नुहोस् है, अब आइपी कन्फिग गरौँ हैन, 169 छ, यति आइपी पायो। यो भनेको के हो त, विन्डोजले डिएचसिपीसँग आइपी पाएन हैन, त्यही भएर अझसम्म हेर्नुहोस् त अझ रन भइरहेछ हैन, अझ पनि हेर्नुहोस् तपाईँको 169 नै छ। भनेपछि के हुन्छ त भन्दाखेरि टाइम लाग्यो एकदमै। यो त धेरै हिजोआजको जमानामा हैन, यसरी तपाईँको आइपी लेनलाई नेटवर्क कनेक्टेड छ 50 सेकेन्ड लाग्यो भने त प्रब्लम भयो नि त। हेर्नु अहिले पनि त्यति नै छ हैन, तपाईँको यत्रो धेरै टाइम लागिरहेको छ, 169 नै पाइरहेको छ। 169 भने थाहा छ नि के हो भनेर, एपिपा भन्छ यसलाई हैन, अटोमेटिक प्राइभेट आइपी एड्रेसिङ भन्छ हैन। विन्डोज पिसीहरूमा हैन तपाईँको के छ भन्दाखेरि यदि डिएचसिपीसँग तपाईँले कन्फिगर गर्नुभएको छ हैन, डिएचसिपी भने त थाहा छ नि त, हाम्रो चाहिँ डेस्कटपमै हेरौँ न, हाम्रो नेटवर्क प्रपर्टिजमा गएर हैन, मेरो यो वाइफाई छ, यसमा डबल क्लिक गरेँ, यहाँनिर प्रपर्टिजमा गएँ, यहाँ आइपीभी4 भनेर कतै छ नि, आइपीभी4 भनेर हाम्रो आइपीमा खोलिरहेको हो। यो अप्टेन आइपी अटोमेटिकली भन्नुको मतलब के हो, डिएचसिपी सर्भरलाई रिक्वेस्ट गरेको हो। तपाईँले स्ट्याटिक हाल्नु त्यो छँदैछ, अब स्ट्याटिक त तपाईँको नेटवर्क इन्भाइरोमेन्टमा सुट हुँदैन। भनेपछि यसरी तपाईँको के हुनुभयो त भन्दाखेरि एसटिपीले तपाईँको काम चाहिँ लेट गराउने भयो हैन, एसटिपी इनेबल भएको हुनाले। अब हेरौँ, अब सायद चाहिँ पाउँछ होला कि, आइपी कन्फिग गरेर हेरौँ। हो अहिलेसम्म पाएन भनेपछि अब के गर्नु पऱ्यो, आइपी कन्फिग स्ल्यास रिन्यू, अब बल्ल पायो नि। भन्नुको मतलब हाम्रो नेटवर्कमा काहीँ न काहीँ प्रब्लम हुने भयो यसले गर्दाखेरि। अब तपाईँको कतिपय कम्प्युटरहरू तपाईँको चाहिँ पावर अन हुने बित्तिकै त्यही नै डिएचसिपी लिएर काम गर्ने पनि हुनसक्छ हैन। तपाईँको सडनली नेटवर्क चाहिँ रिस्टार्ट भयो, तपाईँको कम्प्युटरहरू रिस्टार्ट भयो भने तपाईँको के त भन्दाखेरि प्रब्लम हुने भयो। त्यो भएको हुनाले अब हामीले के गर्छौँ त भन्दाखेरि पोर्ट फास्ट चाहिँ हामीले यो इन जुन कम्प्युटरहरू कनेक्टेड छ, यो इन कम्प्युटरहरू कनेक्टेड छ, यो इन कम्प्युटरहरू कनेक्टेड भएको पोर्टमा चाहिँ हामीले पोर्ट फास्ट चाहिँ इनेबल गर्छौँ। त्यो भयो भने के हुने भयो त, इमिडिएट आइपी पाउने भयो। अब हेरौँ हामीले है त, FH0/1 चाहिँ हामीले पोर्ट फास्ट इनेबल गरेर हेरौँ। अब हामी यहाँ जान्छौँ, स्विच पोर्टमा जान्छौँ हैन, इनेबल गरेँ मैले, कन्फिगर टर्मिनल गरेँ हैन। अब हामीले यो चाहिँ के छ, यो कमान्ड केमा हुन्छ त, इन्टरफेस वाइज चाहिँ इम्प्लिमेन्ट हुन्छ हैन। त्यसपछि हामी केमा गर्छौँ, इन्टरफेस हैन, FA0/1 मा गर्दैछौँ हैन। स्प्यानिङ ट्री हामीसँग के छ त अर्को कमान्ड भन्दाखेरि केही छैन, कमान्ड त खासै केही छैन, तपाईँले टर्म्स मात्रै बुझ्नुपर्ने। पोर्ट फास्ट इनेबल एन इन्टरफेस टु मुभ डाइरेक्टली टु द फरवर्डिङ अन द लिङ्क अप हैन। तपाईँको लिङ्क अप हुने बित्तिकै सिधै फरवर्डिङ मोडमा, यो चाहिँ तपाईँको म्याक्स एज लिसनिङ लर्निङ यो फेजमा जानै पर्दैन भनेर भनेको हैन। हामीले के गर्ने त भन्दाखेरि स्प्यानिङ ट्री तपाईँको पोर्ट फास्ट भनेर यसलाई बनाइदिउँ, इन्ट गरौँ। यहाँ तपाईँको मेसेज वार्निङ मेसेज आउँछ है, वार्निङमा चाहिँ के हुन्छ, पोर्ट फास्ट वुड बी इनेबल on ports connected to a single host, connecting hub, connector, switch, bridge, etc. to this interface when port fast is enabled can cause temporary bridging loop हैन। ब्रिजिङ लुप कसरी हुन्छ भने यसले चाहिँ तपाईँको एसटिपीको काम गरेन अब हैन। एसटिपीको काम नगर्ने बित्तिकै के हुने भयो त, ब्रिजिङ चाहिँ लुप हुने भयो। गर्न मिल्छ इनेबल, नमिल्ने थियो होइन, तर तपाईँ के त यो पार्टिसिपेट हुँदैन, पार्टिसिपेट नहुने बित्तिकै चाहिँ त्यो प्रब्लम भयो। अब यसमा मात्र नगरिकन हामी के गरौँ, FH0/3 मा पनि गरौँ, FH0/3 पनि गरौँ। इन्टरफेस FH0/3 यो जुन जसमा हाम्रो सर्भर कनेक्टेड छ हैन, यसमा कनेक्ट गरेर कन्फिगर गरेर यसमा नि हेरौँ, स्प्यानिङ ट्री हैन, पोर्ट फास्ट इन्ड। अब के गरौँ भन्दाखेरि म एकचोटि फेरि स्विचलाई रिलोड गर्छु है, RELOAD रिलोड गरेँ, तपाईँको स्विच रिस्टार्ट हुँदैछ, स्विच रिस्टार्ट हुँदैछ। हेर्नुहोस् यो पोर्ट चाहिँ एक्टिभ भइहाल्यो नि त, FH0/1 चाहिँ एक्टिभ भइहाल्यो। यहाँ आइपी हेर्नुहोस् त, अब आइपी हेर्नुहोस् चल्दो रहन्छ। आइपी कन्फिग पाइसक्यो, आइपी हो, आइपी पाइसक्यो। अब यो स्विचमा जानुहोस्, यसमा जानुहोस्, सेकेन्ड कम्प्युटरमा जानुहोस्, सेकेन्ड कम्प्युटरको आइपी हेर्नुहोस्, अहिलेसम्म आइपी पाएकै छैन हो। त्यसैले के छ भन्दाखेरि तपाईँको हरेक स्विचमा तपाईँले पोर्ट फास्ट चाहिँ इनेबल गर्न जरुरी छ है। तपाईँ के छ भन्दाखेरि चाँडै कनेक्टिभिटी हुन्छ भन्नाले ऊ एकैचोटि फरवर्डिङ स्टेटमा जान्छ हो। यो नै हाम्रो के हो भन्दाखेरि पोर्ट फास्टको कुरा भयो। ओके, यसरी हामीले गर्न सक्छौँ। अब तपाईँको अर्को टर्म्स के छ भन्दाखेरि अब तपाईँको यसरी चाहिँ पोर्ट फास्ट इनेबल हामीले इन डिभाइसमा गरिसकेपछि तपाईँले के पनि एउटा चाहिँ गर्न जरुरी छ भन्दाखेरि
तपाईँको स्विचहरू धेरै चाहिँ इन्ड युजरै हुन्छ नि त। इन्ड युजरै हुन्छ भनेदेखि तपाईँले तपाईँको स्विचमा बिपिडियु पनि डिजेबल गरिदिन नि सक्नुहुन्छ है। बिपिडियु डिजेबल, अब तपाईँले पोर्ट फास्ट यहाँ इनेबल गर्नु भनेदेखि बिपिडियु नि डिजेबल गरिदिनुहोस्। बिपिडियु डिजेबल गरेपछि त्यो पोर्टले के गर्यो त भन्दाखेरि बिपिडियुमा पार्टिसिपेटै पनि नहुने भयो होइन। तर बिपिडियु चाहिँ कतिखेर इनेबल हुन्छ त भन्दाखेरि जतिखेर तपाईँको पोर्ट फास्ट पनि इम्प्लिमेन्ट गर्नु भएको हुन्छ त्यो पोर्टमा तपाईँले बिपिडियु पनि इनेबल गरिदिन सक्नुहुन्छ। यसले के गर्छ त भन्दाखेरि तपाईँको चाहिँ बिपिडियुमा पार्टिसिपेट हुँदैन। यो चाहिँ बिपिडियु गार्ड भयो होइन। कसैले चाहिँ तपाईँको के छ त भन्दाखेरि बिपिडियु चाहिँ इनेबल गरेको तपाईँको चाहिँ मान्नुहोस् कि अब तपाईँको चाहिँ यही FA0/1 हामीले पोर्ट फास्ट इनेबल गरेका छौँ रे, त्यसमै तपाईँको के छ त भन्दाखेरि कसैले स्विच पनि कनेक्ट गर्न सक्छ नि त, लुप हुनसक्छ, दुनियाँ चाहिँ क्रिएट गर्न सक्छ भने तपाईँले त्यो पोर्टमा अब तपाईँले बिपियु गार्ड पनि इनेबल गर्न सक्नुहुन्छ, जसले तपाईँको के छ त भन्दाखेरि त्यो पोर्टमा कुनै स्विचहरू कनेक्ट गर्यो भनेदेखि चाहिँ त्यो पोर्टलाई चाहिँ फेरि तपाईँको के गरिदिन्छ त, हाम्रो अस्ति नै स्विच पोर्ट सेक्युरिटी गरे जस्तै एक हिसाबले चाहिँ डिजेबलै चाहिँ गर्दैन, तर तपाईँ सरी सटडाउनै चाहिँ गर्दैन। तर के छ त भन्दाखेरि तपाईँले स्विचहरू कनेक्ट गर्नु भनेदेखि त्यो पोर्टलाई चाहिँ उसले चाहिँ डिएक्टिभ गरिदिन्छ र त्यो स्विचलाई चाहिँ कनेक्ट हुन दिँदैन। त्यसैले तपाईँले अर्को एउटा बेस्ट प्र्याक्टिस के हो त भन्दाखेरि तपाईँको चाहिँ बिपिडियु पनि इनेबल गर्नु हो। हामीले के गर्न सक्छौँ त भन्दाखेरि मान्नुहोस् कि मैले के गरेँ, इनेबल गरौँ, कन्फिगर टर्मिनल गरेँ होइन। त्यसपछि गएर मैले एउटा पोर्ट लिएँ अरे, इन्टरफेस FA0/4 गरेँ हो। यसमा मैले के गरेँ त भन्दाखेरि इन्टरफेस FA0/4 यसमा मैले बिपिडियु गार्ड इनेबल गर्नु पर्यो। स्प्यानिङ ट्री हाम्रो यहाँनिर के छ त भन्दाखेरि यहाँ हाम्रो बिपिडियु गार्ड छ, अर्को गार्ड छ। यो गार्ड के को लागि, हाम्रो रुट स्विच बनाउनको लागि हामीले अघि नै कमान्ड गरेको थियौँ। अब यो इन्टरफेसलाई बिपिडियु गार्ड भनेको यसमा स्विचहरू कनेक्ट भयो भने चाहिँ तपाईँको के त भन्दाखेरि सिस्टम चाहिँ तपाईँको चाहिँ त्यो कनेक्ट गर्न नदिने। बेसिकल्ली के त भन्दाखेरि तपाईँको हबहरू अथवा कसैले नेटवर्कमा ल्याएर तपाईँको चाहिँ स्विचहरू ल्याएर कनेक्ट गर्न खोज्दैछ र त्यसले तपाईँको नेटवर्कमा प्रब्लम हुन्छ भने त्यस्तो केसमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त, बिपिडियु गार्ड इनेबल गर्न सक्नुहुन्छ। स्प्यानिङ ट्री त्यसपछि गएर बिपिडियु गार्ड भनेर हामीले चाहिँ इनेबल गऱ्यौँ होइन। यहाँ इनेबल र डिजेबल भनेर छ। अब इनेबल गर्नु छ भने इनेबल गर्ने होइन, यो इन्टरफेसमा इनेबल भयो, यसरी इनेबल गर्ने, यो इनेबल भयो। अब तपाईँले के त भन्दाखेरि त्यसमा चाहिँ तपाईँको चाहिँ स्विच पोर्टहरू चाहिँ कनेक्ट गऱ्यो भनेदेखि तपाईँको के हुने भयो त, स्विचहरू कनेक्ट गऱ्यो भने त्यो स्विच चाहिँ डाउन हुन सक्ने सिचुएसन हुन्छ। तर यो इनेबल गर्नु त यो सँगसँगै हाम्रो के पनि दिएको हुनुपर्छ भने स्प्यानिङ ट्री होइन। त्यसपछि गएर तपाईँको पोर्ट फास्ट पनि इनेबल गरेको हुनुपर्छ, नत्र फेरि हुँदैन। यो दुइटै कुरा इनेबल गर्नुपर्ने हुन्छ। अब एउटा सिनारियो क्रिएट गरेर हेरौँ हामी होइन। यो तपाईँको चाहिँ यसलाई मैले डिलिट गरिदिएँ। मसँग के छ त भन्दाखेरि मान्नुहोस् कि फेरि एउटा सिनारियोमा हामी बिपिडियु गार्डतिर जाँदैछौँ है। यो मेरो एउटा स्विच भयो, यो मेरो अर्को स्विच भयो, यो मेरो अर्को स्विच भयो। ओके, मैले के गरेँ, अब यहाँ बिचमा चाहिँ के गरेँ त भन्दाखेरि कसैले ल्याएर हब कनेक्ट गर्न खोज्यो, कनेक्ट गर्यो मानुस्। ओके, मेरो यहाँ नेटवर्क कनेक्टिभिटी मैले गराएँ, यो मेरो नेटवर्क कनेक्टिभिटी भयो, यो मेरो नेटवर्क कनेक्टिभिटी भयो, यो मेरो नेटवर्क कनेक्टिभिटी भयो। ओके, अब हाम्रो यहाँनिर एउटा रुट ब्रिज सेलेक्सन आफ्नो एउटा प्रोसेस छँदैछ। अब मैले के गर्न खोजेँ भने FA0/2 जुनमा अहिले हब कनेक्टेड छ, यसमा चाहिँ कसैले हब कनेक्ट नगरोस् भनेर चाहिँ मैले के गर्न खोजेँ त भन्दाखेरि कमान्ड रन गर्न खोजेँ। अघि मैले भने जस्तै के गर्ने त भन्दाखेरि अब इनेबल गरौँ, कन्फिगर टर्मिनलमा जाउँ होइन। त्यसपछि गएर हामीले के गर्नु भन्दाखेरि इन्टरफेस कुन चाहिँ हो, FA0/2 हो। मेरो च्यासे लाग्छ, FA0/2 भयो। त्यसपछि मैले के गर्छु त, स्प्यानिङ ट्री पोर्ट फास्ट इनेबल गर्नै पर्छ। त्यो कमान्ड युजरलाई त्यो गरेन भने हुँदैन होइन। अब म के गर्छु त भन्दाखेरि यहाँ गएर तपाईँको अब चाहिँ फेरि स्प्यानिङ ट्री इन्टरफेसमै है, यो फेरि स्प्यानिङ ट्री होइन। त्यसपछि हाम्रो के थियो अरे, बिपिडियु गार्ड हो, बिपिडियु गार्ड होइन। त्यसपछि गएर हामीले के गर्छौँ त, इनेबल गर्छौँ। अब हेर्नुहोस्,
हो ल हेर्नुहोस् यहाँनिर आयो तपाईँको इरर डिजेबल हो बिपिडियू इरर डिटेक्ट अन पोर्ट स्विच पुटिङ इरर डिजेबल स्टेज तपाईँको स्विचलाई के गर्दै डाउन गर्दै उसले किन हामीले यो पोर्टमा हेर्नुहोस् त हामीले स्विच कनेक्ट गर्न दिँदैनौँ भनेको छौँ यही पोर्टमा तपाईँको के त्यो तपाईँले इनेबल गर्नुभएको थियो पिसी कनेक्ट गर्नुभएको थियो भने केही पनि हुँदैन थियो होइन हामीले यसरी चाहिँ डिफाइन गऱ्यौँ हाम्रो पोर्ट केमा गयो इरर डिजेबल मोडमा गयो हाम्रो यही स्विच हो Control Shift C6 ओके एकछिन यसलाई टाइम दिउँ Control Shift C6 गरेर हुन्थ्यो सायद यो इपिक पेन रन भएको बेलामा त्यो कमान्ड एक्सेप्ट नगर्दो रहेछ Control Shift C6 यो इपिक पेन चाहिँ त्यो कमान्ड ओभरटेक गरिने चाहिँ यस्तो कमान्ड मिस्टेक भयो भने तपाईँको प्याकेट ट्रेसरमा यसरी टाइम लाग्छ नि त Control Shift C6 गरेर थिच्नुहोस् त्यसपछि तपाईँको चाहिँ यो एक्जिट हुन्छ तर अब अहिले यहाँ इपिक पेनमा पनि सर्टकट रहेछ त्यो सर्टकटले ओभरटेक गर्यो त्यसलाई एकछिन वेट गरौँ ओके अब मैले हेर्न खोजेको के त त्यो पोर्टलाई हेर्न खोजेको होइन त सो इन्टरफेस एफए 0/2 थियो अरे 0/2 थियो यहाँ हेर्नुहोस् यो पोर्ट कहाँ छ इरर डिजेबल मोडमा छ ए डाउन छ होइन एफए 0/2 चाहिँ डाउन भयो तपाईँको के त एउटा नेटवर्क सेक्युरिटीको चाहिँ लेयर चाहिँ इम्प्रुभ गरेको हाम्रो यो भनेको चाहिँ होइन त सो आइपी इन्टरफेस ब्रिफ गरेर पनि हेरौँ तपाईँको यहाँ हेर्दाखेरि तपाईँको सरी यहाँ हेर्दाखेरि पनि तपाईँको के छ भन्दाखेरि डाउन डाउन भनेर देखाएको छ किन हामीले त्यो पोर्टमा बिपिडियू गार्ड इनेबल गरेका थियौँ होइन यसको मतलब के हो त भन्दाखेरि यो पोर्टमा चाहिँ खालि इन डिभाइस मात्र कनेक्ट गर होइन हाम्रो स्विचहरू चाहिँ कनेक्ट नगर कनेक्ट गऱ्यो भने चाहिँ डाउनमा जान्छ भनेर भनेको छ अब हामीले के गर्न सक्छौँ यसलाई सटडाउन गरेर नो सटडाउन गरेर इनेबल गर्न सक्छौँ तर फेरि त्यही मोडमा गइहाल्छ त्यही भएर हामीले के गर्नु पऱ्यो त्यो पोर्टलाई चाहिँ हाम्रो बिपिडियू इनेबल हटाउनु पर्ने भयो हो यसरी हामीले के गर्न सक्छौँ भन्दाखेरि स्विचलाई चाहिँ प्रोटेक्ट गर्न सक्छौँ यो एउटा एक्स्ट्रा लेयर सेक्युरिटी भयो ओके क्लियर यस सर कतिको क्लियर हुनुभयो अब हामी यो च्याप्टर आरएसटिपी च्याप्टरलाई ऱ्यापअप गरौँ ऱ्यापअप कसरी गर्नु भन्दाखेरि हामीले आजसम्म पढे अनुसार एउटा स्विच पोर्टमा के अलाउड गर्नुपर्ने रहेछ त हाम्रो स्विचको स्विच छ भनेदेखि हामीले जहिले पनि के छ त एउटा पिसी कनेक्ट गर्दैछौँ भनेदेखि हाम्रो त्यो पिसी जहिले पनि के हुन्छ त भन्दाखेरि स्विच पोर्ट मोड चाहिँ केमा जान्छ एक्सेसमा जान्छ हो त्यसपछि गएर चाहिँ स्विच पोर्ट एक्सेस भिल्यानमा जान्छ स्विच पोर्ट होइन त एक्सेस भिल्यान कुन हो त्यसमा जान्छ होइन अब तपाईँले के गर्नु त भन्दाखेरि हामीले चाहिँ स्विच पोर्ट सेक्युरिटी भन्ने कमान्ड पनि थियो नि पोर्ट सेक्युरिटी पनि इनेबल गर्नु पर्यो होइन पोर्ट सेक्युरिटी पनि इनेबल गर्नु पर्यो बाई डिफल्ट छोडिदिनु हो भनेदेखि तपाईँ के हुन्छ एउटा मात्र म्याक एड्रेस अलाउड गर्छ होइन तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ यो पछि तपाईँले पोर्ट सेक्युरिटी एउटा कन्फिगरै गरेर हेरौँ न है किन चाहिँ तपाईँको यसरी चाहिँ नोटप्याडमा लेखिरहनु र होइन ल एउटा स्विच छ होइन यो स्विच मेरो के छ त भन्दाखेरि एउटा पोर्टलाई चाहिँ मैले चाहिँ पिसी कनेक्ट गर्न डिभाइस छ इनेबल कन्फिगर टर्मिनल इन्टरफेस एफए 0/5 लाई लियौँ यो मेरो पिसीमा कनेक्ट हुने पोर्ट भयो होइन भनेपछि मैले के गर्नु पऱ्यो स्विच पोर्ट मोड एक्सेस भनेर एउटा बनाउँछु पहिला एक्सेस मोडमा जाने भयो होइन स्विच पोर्ट एक्सेस भिल्यान हाम्रो कुन छ त्यो जाने भयो भिल्यान मानुस 10 भयो 10मा जाने भयो होइन भिल्यान 10 त्यहाँ नभए पनि यसले क्रिएट गरिहाल्छ यो भयो होइन त्यसपछि गएर स्विच पोर्ट सेक्युरिटी होइन यो इनेबल गरियो यो गर्ने बित्तिकै एउटा मात्र म्याक एड्रेस चाहिँ एलाउड गर्छ तपाईँलाई चाहिँ 3टा म्याक एड्रेस आइपी टेलिफोनहरू कनेक्ट गर्नु छ भने त्यो केसमा स्विच पोर्ट सेक्युरिटी होइन यहाँनिर हेल्प लिएर हेर्नुहोस् म्याक्सिमम होइन म्याक्सिमम कतिवटा दिने 3टा दिनुहोस् हो योसम्म भयो यतिसम्म हामीले गर्छौँ भने आजबाट हाम्रो स्विच पोर्ट कन्फिगर गर्दा तपाईँले 2टा कुराहरू एड गर्नुपर्ने भयो यदि इन्ड युजर हो भने एउटा के गर्नु पऱ्यो भन्दाखेरि स्प्यानिङ ट्री पोर्ट फास्ट बनाउनु पऱ्यो हो त्यो बनाउनै पऱ्यो नि त तपाईँको किन भन्दाखेरि नत्र तपाईँको नेटवर्कमा के हुने भयो ढिलो हुने भयो यसले नेटवर्कमा आफूलाई ब्रोडकास्ट गर्नलाई हो
त्यसपछि गएर बुवा ग्यास गनायो त ग्यास खोल्नु भयो क्या त्यसपछि गएर अर्को के छ त भन्दाखेरि अघि भर्खरै हामीले हेरेको चाहिँ हाम्रो चाहिँ स्प्यानिङ ट्री हैन बीपीडीयू गार्ड हो अब इनेबल गर्ने कि डिसेबल गर्ने हो यसरी हामीले चाहिँ अहिलेसम्म पढाइ आधारमा यदि कुरा चाहिँ तपाईले स्विच कन्फिगर गर्नुभयो भने आजदेखि गर्नुभएको छैन भने आजदेखि नै गएर यदि चाहिँ कन्फिगर गर्नु पर्यो तपाईले तपाईहरुको स्विच कुनै इन्भाइरोमेन्टमा छ भनेदेखि सो हैन त इन्टरफेस सो रन इन्टरफेस कमान्ड सपोर्ट गर्दैन के यसमा सो रन ओके सो रन गरेर हेर्नु सिधै हामीसँग सो रन इन्टरफेस गरेर इन्टरफेसको कमान्ड हेर्न मिल्थ्यो म इन्डिभिजुअली ल हेर्नुस् ओके यदि चाहिँ तपाईँ के त तपाईले चाहिँ इम्प्लिमेन्ट गर्नुपर्ने कुरा हाम्रो एउटा के हो त बेस्ट प्र्याक्टिस भयो यो भनेको चाहिँ पोर्ट फास्ट तपाईको ब्रोडकास्ट हुँदैन बीपीडीयू गार्ड तपाईको नेटवर्कमा स्विच कनेक्ट गर्न पाएन हो हामीले यदि पढिसकेछौँ आजसम्म ओके ओके अर्को एउटा कमान्ड छ यहाँ तपाईलाई सबै एक्सेस पोर्टमा चाहिँ तपाईलाई चाहिँ के गर्न मन लाग्यो तपाईलाई चाहिँ बीपीडीयू इनेबल गर्न मन लाग्यो भने पनि तपाईले ग्लोबल कन्फिगरेसन मोडमा गर्न सक्नुहुन्छ यहाँ चाहिँ यो कमान्ड हानेर ग्लोबल अघि हामीले इन्टरफेसमा गएर इन्टरफेसमा हानेर गरेको हो एउटा इन्टरफेसमा चाहियो भनेर हैन तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईलाई ग्लोबल कन्फिगरेसन नै गर्न मन लाग्छ सबैमा गर्न मन लाग्छ भने तपाईले कन्फिगर टर्मिनलमा जानुस् ग्लोबल कन्फिगरेसन मोडमा जानुस् र स्प्यानिङ ट्री पोर्ट फास्ट चाहिँ डिफल्ट भन्नुस् है डिफल्ट यो गऱ्यो भने चाहिँ के हुने भयो त भन्दाखेरि तपाईको सबै जति पनि पोर्ट एक्सेस पोर्टहरू छन् हैन एक्सेस पोर्टमा है फेरि यहाँ हेर्नुस् एक्सेस पोर्टहरू छन् त्यसमा चाहिँ के हुने भयो त भन्दाखेरि तपाईको स्प्यानिङ ट्री बीपीडीयू गार्ड चाहिँ तपाईको के हुने भयो त भन्दाखेरि सरी पोर्ट फास्ट चाहिँ तपाईको इनेबल हुने भयो इन्डिभिजुअल पोर्टमा तपाईले गरिरहनु परेन हैन यो चाहिँ पोर्ट फास्टको लागि भयो बीपीडीयू गार्ड पनि त्यसै गरी गर्न सक्नुहुन्छ एकचोटि यसमा हेरौँ अघि मैले कन्फिगर टर्मिनल हैन यसमै गएर चाहिँ स्प्यानिङ ट्री हैन त्यसपछि गएर चाहिँ यहाँनिर हेर्नुस् पोर्ट फास्ट हामीले मोड हेरिहाल्यौँ हैन मोड भनेको पीबीएसटी र तपाईको आरपीबीएसटी भयो भिल्यान हामीले हेरिहाल्यौँ हैन पोर्ट फास्ट गरेर चाहिँ ग्लोबली यो इनेबल पनि गर्न सक्नुभयो जति पनि एक्सेस पोर्ट छ त्यो सबैमा हुन्छ हैन पोर्ट फास्ट त्यसपछि गएर चाहिँ डिफल्ट हो डिफल्ट गर्नु भन्दै तपाईँ के भयो त भन्दाखेरि बाई डिफल्ट तपाईको सबै पोर्टमा चाहिँ इनेबल पोर्ट फास्ट बाई डिफल्ट अन अल एक्सेस पोर्ट ओके यसरी भयो अब यो चाहिँ तपाईको पोर्ट फास्ट इनेबल भयो अब तपाईलाई बीपीडीयू गार्ड पनि इनेबल गर्नु छ भनेदेखि हामीले बीपीडीयू गार्ड पनि इनेबल गर्न सक्छौँ स्प्यानिङ ट्री हाम्रो यही चाहिँ बीपीडीयू गार्ड भन्ने हाम्रो सरी स्प्यानिङ ट्री पोर्ट फास्ट हैन त्यसपछि गएर तपाईको के छ त यहाँनिर जाउँ बीपीडीयू गार्ड त्यसपछि गएर चाहिँ फेरि हेर्नुस् डिफल्ट भनेर छ डिफल्टको मतलब के हो इनेबल बीपीडीयू गार्ड बाई डिफल्ट अन अल पोर्ट फास्ट पोर्ट भनेको तपाईले पोर्ट फास्ट कन्फिगर गरेको पोर्टमा यसले भने चाहिँ क्लियरली पोर्ट फास्ट कहाँ कन्फिगर हुन्छ एक्सेस पोर्टमा हैन एक्सेस पोर्टमा पोर्ट फास्ट कन्फिगर हुन्छ पोस्ट फास्ट यदि तपाईले कन्फिगर गर्नुहुन्छ नि त्यो पोर्ट फास्ट कन्फिगर भएको पोर्टमा बीपीडीयू गार्ड चाहिँ इनेबल हुन्छ भनेर हामीले के पनि गर्न सक्छौँ भन्दाखेरि यसरी ग्लोबल्ली पनि हामीले के गर्न सक्छौँ बीपीडीयू गार्ड चाहिँ इनेबल गर्न सक्छौँ यो भयो भनेदेखि तपाईलाई के भयो त भन्दाखेरि सजिलो भयो ओके सर एउटा क्वेशन थियो सर भन्नुस् न सर त्यो ट्रङ्क मोडमा हामीले पोर्ट फास्ट गर्न कतिको राम्रो सर पोर्ट फास्ट ट्रङ्क मोडमा गर्ने होइन यसले लुपिङहरू चाहिँ क्रिएट गर्न थाल्छ फेरि अघि मैले भने नि हैन खालि इन पोर्टमा गर्न सकिन्छ नसक्ने होइन तर तपाईको के हुने भयो भन्दाखेरि तपाईको लुपिङ क्रिएट हुने भयो त्यही भएर तपाईले ट्रङ्क पोर्टमा गर्नु भएन ट्रङ्क पोर्ट छोडेर जति पनि एक्सेस पोर्टहरू जुन छन् इन्डिभिजुअलहरूमा मात्र गर्ने ट्रङ्क पोर्टमा नगर्ने ट्रङ्क पोर्टमा गर्नु भने तपाईको लुपिङ क्रिएट हुन्छ थ्याङ्क यू सर के छ कतिको चाहिँ बुझ्नु भयो कतिको क्लियर हुनु भयो